नमस्ते सबैजनालाई। अब यो आउँदै गरेको फागुन 21 गतेको चुनावमा चाहिँ देश त बिग्रियो। अब देश नबिगार्ने हिसाबले चाहिँ चुनाव चिन्हमा भोट गरिदिनु होला। आफ्नो अमूल्य भोट खेर नफालिदिनु होला। र मैले चाहिँ करिब 21 वर्ष समथिङ भयो हैन परदेशी लाइफ बिताएको। र मैले चाहिँ अहिलेको जुन मेरो एज सम्म पनि मैले एक टाइम पनि मैले भोट हालेको छैन हैन। र सबैभन्दा हाम्रोलाई भन्दा पनि राम्रोलाई देश बनाउनेलाई चाहिँ आफ्नो अमूल्य भोट दिएर चाहिँ सदुपयोग गर्नु होला, खेर नफाल्नु होला। आफ्नो एउटा भोट पनि खेर नफालिदिनु होला, त्यही भन्न चाहन्छु। किनभने देश बिग्रेर नै हो हामी सायद परदेशिएको पनि अहिले 21 वर्ष नै भइसक्यो। घरमा गयो स्थिति तनाव, नेपालमा गयो करप्सन धेरै, व्यापार बिजनेस डाउन, गरी खानु नै एकदमै गाह्रो नेपालमा। त्यही कारणले हामी आफूलाई बेचिएर आइएको छ। करिब मैले पनि यो भन्दा 20-21 वर्ष अगाडि 75,000 मा बेचेर चाहिँ आएको थिएँ मेरो जिउ, र पनि अझै पनि बेचिराखेको छु। अर्काको अन्डरमा बसेको धेरै नै भइसक्यो र म पनि अब चाँडै नेपाल फर्किँदैछु। सायद अब म कन्टिन्यू बस्ने हिसाबले फर्किन्छु। सायद यो चुनावमा त मैले भोट हाल्न पाउँदिनँ होला हैन। तर मैले नपाए पनि मेरो जुन आफन्तजन परिवार, आफ्नो दाजुभाइ नलनाता सबैले चाहिँ राम्रोलाई हेरेर, हाम्रोलाई हैन राम्रोलाई देश बनाउनेलाई चाहिँ एकदमै सदुपयोग गर्नु होला भोट आफ्नो अमूल्य दिएर चाहिँ। त्यही भएर अहिलेसम्म मेरो अनुभवमा चाहिँ जति पनि यहाँ जुन अहिले यो विदेश छ, विदेश भन्छौँ हामी हैन, यो चाहिँ एउटा सिस्टमले चलेको हुन्छ है। जस्तै नेपालमा कानुन बनाउँछौँ गर्छौँ भन्छ कुनै पनि पार्टी अथवा कुनै पनि माथिको स्तरको तहको मान्छेहरूले, सिस्टमले हामी गर्छौँ भन्छ। तर कहिले कदापि सिस्टमले हुन सकेन है। सम्भवतः नेपालको अहिले डेट नै हेर्ने हो भने नेपालमा 2082 साल छ अहिले है। र जुन अहिले म बसिरहेको ठाउँ साउदी हो। साउदीको 1442 कि 39-40 समथिङ छ हैन। सबै देशभन्दा अगाडि चाहिँ हाम्रै छ। इङ्ग्लिस डेटमा अहिले 2026 भयो, साउदीको डेटमा 1442 भयो, र हाम्रो नेपाली डेटमा 2082 भनेपछि कति हजारले अगाडि छ त। त्यो हिसाबले हेर्ने भने हाम्रो देशमा कुनै पनि अहिले सिस्टमले चलेको छैन। तर यहाँ चाहिँ के हुन्छ भने करप्सन हुँदैन, घुसपेस हुँदैन। कुनै पनि कुरा सिस्टममा हालिसकेपछि सिस्टमको हिसाबले चल्ने हो र विकास धेरै बढेको छ, अगाडि गएको छ। त्यो हिसाबले हेर्ने भने नेपाल र यहाँ गल्फ कन्ट्री नै हेर्नु भने कति अगाडि भयो। अब दुबई हेर्नु कति अगाडि भएको छ, कतार कति अगाडि भएको छ, साउदी नै बढिसक्यो। साउदी अलिकति पछाडि तर लास्ट इयर अगाडि बढिसक्यो। अब यहाँ जस्तै अब युरोप कन्ट्रीमा जस्तै भ्याट लगाइदिएको छ हैन। जस्तै 100 को सामान हामीले किन्न पर्यो भने 15 रियल हामीले भ्याट तिर्न पर्छ। त्यो सिस्टमले चाहिँ यिनीहरूले गरेको छ। र यहाँ पनि अहिले जति पनि विदेशी आएर जुन काम गरिरहेछ, यो पैसा चाहिँ अब विदेशीहरूले पनि हामीलाई नै छोडोस् भन्ने उनीहरूको हेतुले चाहिँ यो उनीहरूले भ्याट सञ्चालन गरेको। विदेशमा अथवा युरोपतिर पनि त्यही सिस्टम छ। र त्यही भएर अब आउँदै गरेको चुनावमा चाहिँ एकदम आफ्नो अमूल्य भोट चाहिँ खेर नफालिदिनु होला। र म चाहिँ त्यही भन्न चाहन्छु, कुनै पनि पार्टी कुनै पनि यो होस्, तर मान्छे एकदम काम गर्ने मान्छेलाई चाहिँ दिनु होला, त्यही भन्न चाहन्छु। जय देश जय नेपाल, धन्यवाद।